भर्खर गाडी चढिरहेछौँ उनीहरू दुईजना चाहिँ घुर्न थालिसक्यो है त गाइज। यसलाई चाहिँ हामीले घोचेर उठाएको। हामी चाहिँ भन्ज्याङ भन्ने ठाउँमा ओर्लियौँ। अब चाहिँ हामी यहाँबाट चाहिँ हिँड्न थाल्छौँ। सबैजना एकदम मक्ख परिरहेछन्, एक्साइटेड पनि छन् है। हामी जाने बाटो चाहिँ यो हो। क्यामेरा रेकर्ड भएको चाहिँ देख्नै हुन्न यिनीहरूलाई, हाई र हुई गर्न थालिहाल्छन् है। कोही भने चाहिँ वहाँ टुप्पा पुगिसके। यो बाटोमा चाहिँ कताबाट कता जाने भनेर एकदम क्लियरली बोर्डहरू चाहिँ यसरी राखिदिएको छ। साइन बोर्डहरू चाहिँ टर्नै छ, त्यो भएको भएर चाहिँ आउनुको लागि पनि बिगिनर्सहरूलाई चाहिँ एकदम इजी पिजी हुन्छ है त। यो चाहिँ हामीले सुरुमा हामीलाई हाइकिङ गर्नुभन्दा अगाडि हामी यस्तो थियौँ भनेर भिडियो बनाएको है। हाइक गर्ने मान्छेहरू चाहिँ अरू पनि छन् यहाँ चाहिँ। उता तल चाहिँ हो मेन रोड, तर यो बाटो पनि सजिलै छ, अलिकति चिप्लो भन्ने मात्र हो। अनि यहाँबाट चाहिँ अलिकति छिटै पुगिन्छ भनेर चाहिँ हामीले यो रुट जान आँटेको, नत्र चाहिँ अलिकति तल बाटो पनि छ गाइज। तिमी हिँड्ने बाटो यसरी छेकिए तापनि तिमीले चाहिँ यसरी डटेर सामना गर्नुपर्छ है त। यहाँ चाहिँ तपाईँहरूले अलिकति बसेर खाने स्पोट जस्तो देख्न सक्नुहुन्छ है। यहाँ चाहिँ बस्न मिल्छ, प्लस टोइलेट पनि छ। अब फोहोर सफा चाहिँ के छ थाहा छैन, तर टोइलेट जानु भने यहाँनिर छ, त्यही युज गर्नु होला। जथाभावी दिसा पिसाब नगरिदिनु होला। अनि अब हामी यहाँ बस्छु, अघि नैदेखि हिँडेको केही थाहा छैन नि त, सबैजना भोकल हिँड्न सके होइन। अब म तिनीहरूलाई अलिअलि खानेछु अनि हिँडाउँछु फेरि। कुनै पनि ठाउँमा बसेर खानुभन्दा अगाडि चाहिँ यसरी अलिकति थोरै छुट्याएर खानु होला। हामीले चाहिँ आफ्नो फोहोरको व्यवस्था यसरी आफै गऱ्यौँ है। अब यो चाहिँ लगेर चाहिने ठाउँमा नै फालिदिन्छौँ, जथाभावी फोहोर नफाल्नु होला गाइज। यता चाहिँ फोहोर फाल्नको लागि डस्टबिन चाहिँ थिएन, तर यहीँ फोहोर जलाउने होला सोचेर मैले यहीँ फालिदिएँ। शुक्रबार भएकोले होला थुप्रै मान्छेहरू वनभोजका लागि आएका थिए। अब चाहिँ हामी एकछिन नाच्छौँ पनि है त, रमाइलो नि त गर्नु पर्यो। एकछिन नाचेर हामी फेरि हिँड्न सुरु गरौँ है त, फेरि घर पुग्न ढिला हुन्छ। बिस्तारै बिस्तारै आउनुपर्छ, सकिन्छ। प्रतीक्षा यहाँ चाहिँ मल्लिका आउँदैछु। हामी चाहिँ यति टाढा आइसक्यौँ। मल्लिका त्यो लास्टको, यो प्रतीक्षा म भए, यिनीहरू यहाँ छन्। जस मान्छेहरू चाहिँ एकदम धेरै छन् कि यो ट्रेनमा चाहिँ मान्छेहरू एकदम धेरै छ। बिस्तारै बिस्तारै जाँदैछौँ हामीहरू। उता माथि देखिरहेको त्यो ट्रस्ट जस्तोमा गएर बस्छौँ अनि सबैजना साथीहरू त्यहाँ भेट्छौँ हामीहरू। अनि त्यसपछि त्यहाँबाट सँगै जानुपर्ने हुन्छ है। बाई बाई। हामी चाहिँ यहाँ साथीहरू कुर्दै नाच्दैछौँ है त एकछिन। हामी त यताबाट अब त्यो गाडीमा जानुपर्ने हुन्छ। मल्लिका म ढल्नु लागिसकेँ, गाइज जानुपर्ने हुन्छ। अब यहाँबाट हामीलाई लगभग 2 घन्टामा चाहिँ हामी त्यहाँ माथि पुग्छौँ। बाटो चाहिँ उ त्यो। हामी चाहिँ यहाँनिर चाहिँ धेरै चटपटे पानीपुरीको स्टलहरू पनि बाटो बाटोमा छ। हामी चाहिँ अब खरबुजा खान आँटेको, आन्टी खरबुजा बनाइदिँदै हुनुहुन्छ। चटपटे पानीपुरी नखाने हामीले त लिएर आएको छौँ आमा घरैबाट, माथि बनाउनु हामीले त बोकेर आएछौँ। अब हामी खरबुजा खान्छौँ, यहाँनिर एकछिन बस्छौँ। हाम्रो साथीहरू त खोइ कहाँ हो थाहा नै छैन। अहिले 5टा बनाइदिनुहोस् न, अरू आउनु बाँकी छन् त छन्। अब उनीहरूलाई मनपर्छ कि पर्दैन थाहा छैन। यो खस्ला है पकाइहाल्नु लास भयो। अहिले एउटा नानीले खान्छु भन्दा पनि प्रातै खोज्यो। यस्तो घाममा गाई यसो खानु पर्दाखेरि चाहिँ गहोस् सबै पुग्यौँ। सो गाइज यत्रो हिँडिसकेपछि चाहिँ हामी नगएको गाई पुग्यौँ। हाम्रो साथीहरू चाहिँ कोही पनि छैन, सिवान र म मात्र हो। अरू त कहाँ छुटे साथी सङ्गी कहाँ छुटे हो, त्यस्तै भइरह। मन्दिर चाहिँ आइपुग्यो फाइनल मन्दिर चाहिँ आइपुग्यो गाइज। यो चाहिँ चम्पादेवीको मन्दिर, चम्पादेवी माइकी जय। हामी चाहिँ मन्दिर आएर ढोगेर अब सबै साथीहरू आइपुग्यो। अनि चाहिँ अब 2 नै बजिसकेको थियो, धेरै भोक लाग्यो भएर हामी खाजा खानु लाग्यौँ। ल गाइज खाजा साजा खाइसक्यौँ। अब हामी चलिदिनु पर्ने हुन्छ घर। खाएपछि फोहोरहरू चाहिँ आफै म्यानेज गर्नु होला। बुझीले घरसम्म लान्छ बोकेर बाल्दिन्छ आगो। यो चाहिँ मन्दिर र मन्दिर वरिपरिको भ्यूहरू भयो।
सो हामी चाहिँ यहाँ आएर भिजिट गरेर खाएर अब हामी जान आँटेको बाई खाएर हो है उहाँ चाहिँ हामी चाहिँ आउने बित्तिकै ढोग्यौँ उहाँ चाहिँ बल्ल जाँदै हुनुहुन्छ ल बाई बाई हामी भने यहाँ आइसक्यौँ दुइटा जुनकेरीहरू भने चाहिँ ल उता उहाँ घुम्दै नाच केही हतारै छैन उनीहरूलाई सबैजनालाई कुरेर फेरि तल बसेर हामी अब चटपटे बनाउँदैछौँ चटपटे खान्छौँ हामी मस्त अनि चल्छौँ यो चाहिँ हाम्रो आजको लास्ट भिडियो यतिको गाह्रो भएको थियो है तर यो चाहिँ हाम्रो टिकटक भिडियोहरू हो जुन चाहिँ हामीले माथि मन्दिरमा बनाएका थियौँ बिचो बाटोमा बनाएका थियौँ ओभरअल यो हाइकिङ चाहिँ एकदमै मेमोरेबल प्लस रमाइलो भयो अब नेक्स्ट हाइकिङ छिट्टै जान्छौँ बाई सी यू अन नेक्स्ट भ्लग